सरकारको तयारी कस्तो रह्यो? कस्तो के भने यस्तो नि क्वेसन गर्छ भने तपाईँले आफ्नै आँखाबाट देख्दा देख्दा नि त्यस्तो भन्नु मिल्छ? निकै नै तयारी अनि यहाँ कुनै कमी छैन उहाँ पत्रकार साथीहरू सबैजना भित्रै हेरिराख्नु भएको छ। के गरिरहेको छ सरकार? के बनायो त्यसरी? तयारी चाहिँ के छ भनेको? तयारी त गरिरहेछ नि सरकारले गर्नुपर्ने राम्रो गर्दै हुनुहुन्छ। यसका लागि बिहान धन्यवाद गृहमन्त्रीज्यू, तपाईँलाई हामी धन्यवाद उद्धारको लागि सरकार कसरी तयारी गरिरहेको छ? थोरै अनि उद्धारको लागि तपाईँको सबै सामानहरू सबै हामीले रिलिफ डिस्ट्रिब्युसनको लागि सामान पहिलो चाहिँ हाम्रो प्राथमिकता रेस्क्यु हुन्छ क्या। अहिले सबै हेलिकप्टरहरू परिचालन हामीले गरिसकेका छौँ भने कुनै पनि कसैका लागि प्राइभेटली उडाउनु पाइँदैन। अहिले सबै रेस्क्युमा फोकस गर्नु, किन रात पऱ्यो भने रेस्क्यु गर्न गाह्रो हुन्छ। सो पहिलो प्राथमिकता भनेको चाहिँ हामीले चाहिँ रेस्क्युको लागि हेलिहरू सबै डिप्लोय गरेर रेस्क्यु टिमहरू त्यही अनुसारमा डिप्लोय भइसकेको छ अहिले चाहिँ, बुझ्नुभयो? यसपछि भने सेकेन्ड रिलिफ अनि उहाँहरूले बस्ने व्यवस्थाहरू छुट्टै हुन्छ नि त। त्यो त तपाईँ हामी पनि जानुहुन्छ के छ फिल्डमा? होइन, अहिले हेलीमा चाहिँ एकदम नेक्स्ट लेभल ड्यामेज छ हजुर। यो एकदम सिरियस कन्डिसन छ, नेक्स्ट लेभल ड्यामेज छ। माथिको ग्लेसियर फुटेको छ, त्यो फुटेको अनुसारमा तपाईँको पुरै बस्ती बगाएको छ होइन। ड्यामेजको अहिले आङ्कलनै गर्न सकिँदैन, नेक्स्ट लेभल छ। सेकेन्ड टाइम पनि जान सक्छ भन्ने खालको अलर्ट आएको हो, के हो यो चाहिँ? यो सेकेन्ड टाइम पनि जानु सक्छ होइन। अब 7 मिटरसम्म अझै पनि पानी छ त्यहाँ भनेर भन्ने कुरा छ होइन। त्यही भएर अझै पनि हामीले चाहिँ हाई अलर्टमा राखेर त्यहाँको मान्छेहरूलाई चाहिँ इभ्याकुएट गर्नुपर्नेहरू हामीले चाहिँ गरिरहेछौँ त्यसमा चाहिँ अहिले मेन। तर अहिले चाहिँ अब तपाईँहरूको अब चान्स पाइहाल्यो होइन, मिडिया मार्फत म एउटा के पनि भन्न चाहन्छु। जहाँ चाहिँ रेस्क्यु चाहिरहेछ त्यहाँ चाहिँ तपाईँको कस्तो हुन्छ भन्दाखेरि हामीलाई हेलिकप्टरहरू उडाउँदाखेरि सजिलो चाहिँ हामीलाई के हुन्छ भने त्यहाँ आगो कोसँग लाइटर होला के छ होला, त्यहाँ चाहिँ कुनै आगो बाल्यो भने चाहिँ हाम्रो ठ्याक्क त्यो सिग्नल पाउँछौँ क्या हामीले कहाँबाट रेस्क्यु गर्ने भनेर होइन। अनि सबै सहायक सिडीहरूको हामीले नम्बर पब्लिस गरिदिन्छौँ। त्यही नम्बरमा चाहिँ कल गरेर हामीले यो ठाउँमा हाम्रो रेस्क्यु चाहियो भनेर भन्यो भने चाहिँ हामी त्यही अनुसारमै रेस्क्यु गर्नु थाल्छौँ हामीले चाहिँ होइन। तर मेन चाहिँ अब थाहा हुँदैन नि त, अब हामीले रेस्क्यु चाहियो भनेर भन्दाखेरि सिग्नल त चाहियो। सिग्नल चाहिनेर चाहिँ हामीले कस्तो हुन्छ नि, हामीले पहिला रेस्क्यु गरिरहेको छौँ यो कुरामा चाहिँ सिग्नलको लागि चाहिँ एउटा सानो हेलिप्याड जस्तो बनाइदिनु पर्ने हुन्छ। त्यहाँ चाहिँ अब अलि हेलिप्याड भन्नाले अलिक यो ठाउँ चाहिँ भनौँ न अलि एउटा हेलिकप्टर अट्ने ठाउँ होइन, हेलिकप्टर अट्ने ठाउँ बनाउनु पर्ने हुन्छ। र त्यो ठाउँमा आइडेन्टिफाई गरेपछि त्यहाँ आगो बालेर चाहिँ तपाईँको धुवाले सिग्नल दिनुपर्छ। त्यसपछि चाहिँ हामीलाई रेस्क्यु गर्न चाहिँ सजिलो हुन्छ। त्यसपछि चाहिँ यो चाहिँ एउटा सबैजना सर्वसाधारणलाई चाहिँ नोटिस गर्नु चाहेँ मैले।